हेलो नमस्ते सबैजनालाई। दिस इज माई फर्स्ट ब्लग। सबैजना सपोर्ट र माया गरिदिनु होला। आज चाहिँ म यसो कोटासोटा मिलाउँछु भनेर थिएँ। यस्तो देखाइदिन्छु म यसो बाहिर। अझै कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। चट्ट होइन सक्यो, चट्ट मिलायो। कस्तो देखिसु कि मलाई आज चाहिँ यसो कोटासोटा मिलाउनु पर्यो कि मैले है। यस्तो भएर बस्दिन्छु। यहाँ चाहिँ गिटार छ। गीतहरू लेख्न आउँछ कि मलाई, लेख्न कि गीतहरू गाउन आउँछ कि मलाई, बजाउन आउँछ गीतहरू। आज चाहिँ म कोटासोटा मिलाउँछु है। कस्तो लाग्छ भनिदिन्छु। यहाँ जुत्ताहरू छ। एउटा यो जुत्ता भइहाल्यो। एउटा चाहिँ यहाँ जोर्डन लाछु। चप्पल त्यता छ। अझ अर्को जुत्ता पनि छ यहाँ। यहाँ छ। यहाँ चाहिँ अब स्पाइडरहरू छ। आज कोटासोटा जम्मै मिलाउँछु म। यही नै हो मेरो घर। अहिले छतको भ्यू देखाउँछु। चट्ट म यहाँ कोठा मिलाउँछु। ल भिडियो हेर्नुहोस्। फाइनली चाहिँ अब यतापट्टिको सरसफाइ गरेर कम्प्लिट भइसक्यो। यहाँ चाहिँ अलिकति बिग्रेर चाहिँ यताको अब यतापट्टिको हेर्नुहोस् कपडा लट्टा लिँदैछ। यहाँ चाहिँ घरको सरसफाइ गर्छु। कस्तो लाग्छ कमेन्ट गरिदिनु। फाइनली गाइड्स अब बराल्न मात्र बाँकी छ है। यस्तो फोहोरहरू छ। अब म बराल्छु। हेर्नुहोस् चाहिँ फाइनली गाइड्स अब बराल्न मात्र बाँकी छ है। फोहोरहरू छ। अब म बराल्छु। हेर्नुहोस् चाहिँ
फाइनली गाई चाहिँ मैले त्यहाँ बढाइसकेँ। अब यो यहाँ चाहिँ उयोहरू हुडीहरू छ, हुडी कपडाहरू भयो। अब यसलाई यसरी राख्छु कि म है। चट्ट चर्याप्प यति राख्नुपर्छ। भइसक्यो अब यति भयो। अब योहरू चाहिँ अब मिलाउँछु म अब बिस्तारै है। हेर मैले देख्छु बाहिर यहाँ चाहिँ पहिलाको अन्त ब्रेटर भन्छ, बेटर है। सलक्क यो गिलासहरू माझ्ने पानी खान राखेको। गीत सुन्नुहुन्छ? गीत अब म चाहिँ गीत बजाउँछु है त, सुनिदिनु कस्तो लाग्छ भन्दिनँ है त। रोकिने म अब चट्ट गिटार निकाल्छु। तर कोर्सोट बिलाएर यहाँ गर्मी भइसक्यो। अब गिटार बजाउनु लाग्यो। फ्यान अन गरिसक्यो। यसो शीतल लाग्छ है त, झ्यालहरू खोलिसक्यो। सुनिदिनुहोस् है त कस्तो लाग्छ भनिदिनुहोस् है, कमेन्ट गरिदिनुहोस् है। त्यस्तो पर्फेक्ट चाहिँ आउँदैन मलाई। मलाई गिटार चाहिँ बजाइसकेँ। कस्तो लाग्छ कमेन्ट गरिदिनुहोस्। आज यसो कोर्सोट मिलाइसकेँ, गिटार राखिसकेँ। कस्तो लाग्छ भनिदिनुहोस्। म फेरि भ्लग बनाउँदै गर्छु। आजलाई यति नै, बाइ बाइ, टाटा सी यू।